point, study by writing. सर पढ्ने मात्रै होइन कि लेखेर पढ्ने। लेखेर पढ्दाखेरि दिमागले सोच्ने र याद गर्ने काम दुईटै गर्छ र यसले एउटा डिप अन्डरस्ट्यान्डिङ क्रिएट गर्छ र पढेको कुरा लङ टर्मसम्म दिमागमा बस्छ। कसरी गर्ने? पहिला हेरेर लेख्ने, अनि त्यसपछि त्यसले याद गर्ने र नहेरिकन लेख्ने। त्यसपछि त्यसले मिलाउने, के मिल्यो, के बिग्रियो, के छुट्यो, अनि त्यो कुरा सच्याएर फेरि नहेरिकन लेख्ने, अनि यसरी कन्टिन्यू गर्ने जबसम्म याद हुँदैन। अब लास्ट पोइन्ट, टिच योरसेल्फ। नर्मली मैले सुनिरहेको त आफूले पढेको कुरा अरूलाई पढाउन पर्छ भनेर भन्छन्, तर व्हाट इफ यु आर स्टडिङ अलोन? सो आफै विद्यार्थी हुने, आफै टिचर हुने, पढेको कुरालाई आफैले बुझाउने। जब दिमागलाई पढाउन छ भनेर थाहा हुन्छ भने त्यसले डिप लेभलमा गएर कन्सेप्ट बुझ्न थाल्छ, अनि त्यसले गर्दा पनि पढेको कुरा लङ टाइमसम्म स्टोर हुन्छ, लङ टर्म मेमोरीमा बस्छ, अनि हाम्रो काम हुन्छ।